मलाई कस्तो लाग्दैन कुन मान्छेको आर्ट फर्म होइन कुन फर्ममा आउँछ थाहा हुँदैन नि अब कहिलेकाहीँ अब लाइक खतरा मान्छे एकदम खतरा आउँछ कहिले कस्तो देखिन्छ अब कहिले एड सेरेन जस्तो मान्छे हुन्छ तर बवाल सिङ्गर हो नि होइन तर एड सेरेन सिङ्गर नभइकन बाहिर पास हुँदा कसैले नि याद गर्दैन नि मलाई तर आर्ट त्यस्तो फर्म आर्ट जुन फर्ममा नि आउन सक्छ क्या त्यही भएर मलाई अहिले कस्तो लाग्छ भन्दा लाइक बालेनको अनुहार देख्दाखेरि पछि सेभियरको अनुहार चाहिँ पछि यस्तो रहेछ जस्तो लाग्छ connect certain things के मलाई त सोच्दाखेरि सेभियर को होला कसले गर्ला के गर्ला भन्दा न यही अनुहार हो त सेभियर हाम्रो यही दारी हो त former rapper अनि फर्मर ऱ्यापर कहाँ फर्मर ऱ्यापर हिजो मिथिलामा ऱ्याप हाने देखेन still rapper एउटाले लेखाएको थियो क्या बालेले बोलेन भन्थे बोल्नु त बोल्यो तर के बोल्यो थाहा नै भएन big Balan fan आउँदैन बालन यसोमा यसरी बाल्न आउनै पर्दैन ब्रो बालन त मेरो मनमा छ भन्नु मनमा सजाय राखेको छ अनि तर big respect to Balan dai to move so much of people at like त्यो भोल्युम same time होइन त्यो भोल्युममा लानलाई क्या लाइक मान्छे हो ल ठिक छ मिडिया त युज गर्यो तर त्यो मान्छेसम्म पुग्दाखेरि मान्छे इन्फ्लुएन्स त हुनु पऱ्यो नि त बालन ब्रो नेपालको होइन नेपालको बाटो बनाउँछु भने हिँडेर तिमीहरू बना नेपपको म बनाउँछु नेपालको त्यसपछि नेपाललाई हेर्छु त्यसपछि दुनो सोचाउँछु माधव